हेलो गाइस, सेवायो नमस्ते, वेलकम बैक टु माई युट्युब च्यानल। भन्दै धेरै दिन बाद भिडियो बनाउँदैछु म चाहिँ। अनि कामको व्यस्तताको कारणले भनौँ या कहिलेकाहीँ लाइन जान्छ, त्यही भएर भिडियो बनाउनु पाएको थिइनँ मैले चाहिँ। काम लाइन जान्छ भन्दा नि आजकल त खासै लाइन जाँदैन, तर हिजोअस्तिदेखि पानी पर्नु थालेकोदेखि चाहिँ ओभर जानु थालेछ फेरि। अनि त्यो साथीहरू कहिलेकाहीँ लाइन जान्छ, कहिलेकाहीँ काम गर्दा गर्दै भ्याइँदैन, त्यही भएर मेरो भिडियो चाहिँ आउनु छोडेको थियो। फेरि फाइनल्ली भिडियो आउँदैछ, हेरेर साथ सपोर्ट गरिदिनु होला। म चाहिँ आज अलेन्जी भट्टी लाउँदैछु। दादाहरू चाहिँ टनेल यो अनुदान कृषिले अनुदान दिएको या खोइ के हो त्यो त मलाई पनि थाहा भएन। हाम्रो चाहिँ उयो बनिसकेको छ टनेल। अब यहाँ माथि लाउने चाहिँ अब केले दिने त्यो पनि थाहा भएन, तर दिन चाहिँ दिन्छ अरे। हामीले चाहिँ यस्तो बनाइराख्नु पर्ने अरे। दादाहरू चाहिँ हाम्रो बनाइसकेर तल दिदीको बनाउनु जानुभएको छ। अनि आज चाहिँ म फर्स्ट टाइम अलेन्जी भट्टी हाल्दैछु साथीहरू। अनि मैले चाहिँ फाइनल्ली अलेन्जी झिक्ने बेला भयो, दादाले बिहानै हाल्नुभएको। अनि दादाहरू गएर मैले हेर्दैछु। अनि त्यही साथीहरू भिडियो चाहिँ आजकल ढिलो आउनु थालेको छ, माइन्ड नगरिदिनु होला। भिडियो के कस्तो हुन्छ प्लिज हेरेर साथ सपोर्ट गर्नु होला। अनि म चाहिँ अलेन्जी टिप्दै झन् हप्ता दिनै लाग्यो नि त अलेन्जी टिप्नु। अनि बिचमा फेरि माथि बाजे खस्नु भएर त्यस्तै भएर धेरै दिन लाग्यो अलेन्जी टिप्नु पनि। अनि अलेन्जी टिप्दै मलाई चाहिँ रुगा लागिसकेको छ साथीहरू। बल्ल निको भएको, फेरि रुगा लाग्यो त्यो साथीहरू। अनि मेरो भिडियो के कस्तो हुन्छ हेरेर साथ सपोर्ट दिनु होला भन्दै आजको भिडियो स्टार्ट गर्दैछु। आज चाहिँ अलेन्जी भट्टी हालेको अलेन्जी छोडाको पनि देखाउँछु अहिले तपाईँहरूलाई, तर म अहिले भट्टी हाल्ने ठाउँमा छु। त्यही साथीहरू हेरेर साथ सपोर्ट दिनु होला। फाइनल्ली त्यो सुकिसकेको छ नि त, सुकिसकेपछि चाहिँ यसलाई खासै आगो नहाल्नु अरे। अनि यो अलेन्जी चाहिँ यस्तो भइसकेको छ। अनि अब यो चाहिँ झिक्ने बेला हुन लाग्यो। अनि हिजो दाजुले एक बार चाहिँ झिक्नु भयो अरे। अनि यो चाहिँ अलेन्जी चलाउने साथीहरू दादाले बनाउनु भएको। अनि यो अलेन्जी भट्टी हाल्दा चाहिँ यसरी बनाउनु पर्छ। यो पानी पनि चाहिन्छ, आगो बल्छ नि त। अनि साथीहरू हाम्रो चाहिँ फर्सी धेर भएर बाटैभरि फर्सी घरैभरि फर्सी, बाटैभरि फर्सी, त्यहाँ झ्याङैभरि फर्सी भइरहेछ। अनि त्यही साथीहरू। अनि सुन्तला पनि यो साल त बबाल फलेको छ, सबै बोटले हाम्रो हेर्नु होला। उहाँ पर त झन् खतरा फलेको छ परको बोटमा त्यो साथीहरू। अनि यो माथिको चाहिँ टनेल बनाउनु भएको। अनि आज चाहिँ दिदीको बनाउनु जानुभएको छ। हिजो चाहिँ हाम्रो बनाएको भेना अनि 2-3 जना खेताला लाएर त्यो साथीहरू। अनि माथिको चाहिँ हाम्रो टनेल हो, यसलाई चाहिँ चलाउनु पर्ने हुन्छ। यसको यो भाग छ नि, यो सबै झराइ पठाउनु पर्छ क्या यसको। अनि त्यो झराएपछि मात्रै हो बेच्नलाई हुन्छ, तयार हुन्छ। अनि त्यही साथीहरू। अनि यो चाहिँ कालो सुन पनि भनिन्छ। अनि त्यही साथीहरू अब चाहिँ म चलाउँछु, हेर्दै गर्नु होला। यसरी चलाउनु पर्ने हुन्छ। गर्ने वातावरणै छैन हौ साथीहरू।
गरिदिने मान्छे पनि छैन, राख्ने ठाउँ पनि छैन। अब एउटा हातले चलाउँदा राम्रो देखिँदैन। त्यो साथीहरू परदेखि चलाउनु पर्छ। उठाउने बेला भयो चाहिँ धमाधम छोडाइ हुँदैछ यहाँ साथीहरू। यहाँ कुखुराले पोखाएर के गरेको यो मर्गी लगेर उस्तै उनीहरू कराएको हेरेन। यो चाहिँ मैले हिजो अन्तिम टिपी लिएको यो हाम्रो अलैँची फर्सी डेन्जर ठुलो छ यहाँ चाहिँ, कति लामो उति मेरो घोप्टाउनै बाँकी छ। छोडाएको चाहिँ बढी छ। हाम्रो अलैँची कुखुराहरू डेन्जर छ, हल्ला गरिरहेको छ यिनीहरूलाई, कम थाहा छैन हल्ला गरेको हेर्ने। अनि अब चाहिँ म गोरुलाई घाँस दिनुपर्ने साथीहरू। यो हाम्रो एप्पलले चाहिँ फल्दैन पनि, घाँस दिनुपर्ने, सुँगुरलाई चारो दिनुपर्ने। हाम्रो गाई गोरुहरू चाहिँ यहीँ छ घर छेउमै त्यो साथीहरू। अनि साथीहरू म घाँस काट्नु जान्छु होला सायद, अब दिनको घाँस दिने बेला हो नि त। दादाहरू अब तल नबनाइसके आउनु हुँदैन होला। हाम्रोतिर चाहिँ फर्सी यति लामो फल्छ साथीहरू, काँक्रा जस्तै। अनि त्यो साथीहरू भुइँभरि फर्सी छ। अनि यहाँ तलाउदी चाहिँ पाकी पनि राखेको छ। यहाँ पनि छ, त्यहाँ पनि छ, अझै भित्र पनि छ। पछ्याएको हेर्नु है साथीहरू, मलाई पछ्याउँदै यतै आइसक्यो। मैले चाहिँ घाँस काटेर पनि ल्याइसकेँ। अब चाहिँ म टमाटर टिप्नु जान्छु साथीहरू। टमाटर खाने छैन नि त, माथि टमाटरको बोट छ, अनि म चाहिँ टमाटर लिन जान्छु। आज चाहिँ म अलैँची टिपेकोदेखि घाँस काट्नु आएको थिइनँ, आजै आएको त्यो साथीहरू। अनि यहाँ चाहिँ हाम्रो भाइले घाँस झुन्डाइदिएछ बिहान। अनि यता तल चाहिँ कोपीबारी झारबारीभित्र साथीहरू। अनि भयो गाह्रो छ तल। अनि मौसम चाहिँ यस्तो छ है, भदौ लागिसक्यो। भदौमा हाम्रोतिर बर्खा लागेर हैरान। खुर्सानी टिप्ने बेला हुनु आँट्यो, कतिको पाकेको छ हौ, यहाँदेखि त देखिँदैन त नि। हालत हेर्नु साथीहरू यस्तो छ। अनि बाँदरले भाटा पनि छड्केर मड्के गरिदिएको छ। यता बाँध्नै बाँकी छ। अनि काम कहिले सक्ने रहेछ त साथीहरू। रुगाले सतायो मलाई चाहिँ। पाक्नु सुरु गरिसकेछ। यो अस्ति बाँधेको नि त मैले।
त्यस्तो छ, यस्तो हालत छ साथीहरू, के गर्ने होला। बोटै मरेछ, बाँधै ढिलो भयो साथीहरू। हाम्रो टमाटर चाहिँ पाक्नु सुरु गरेछ, तर साथीहरू राम्रो भएन। यस्तो भइरहेछ नि, के गर्नु भएर यस्तै सबै मरिजानु आँटेछ। अरू यहाँ भित्र छ, गोड्नुपर्ने साथीहरू। आमा झार त के साह्रो, यहाँ त्यस्तै जङ्गल भइरहेछ, थाक्रा पनि छैन यहाँ त झन्। यहाँ चाहिँ अस्ति नै बाँधेर हिजोअस्ति भर्खर पाकेको टिपेर बेचेको, यहाँ पनि सबै बाँदरले खाएर केही छैन। यहाँ चाहिँ राम्रो भइरहेछ साथीहरू, तल चाहिँ बाँध्नु नभ्याएर नि म त काम के साह्रो नसकेको। यहाँ पाकिरहेको रहेछ, टिपेर शनिबार लग्नु पर्यो। यहाँ त राम्रै छ साथीहरू, तल चाहिँ बोट पनि बिक्री गएछ। म तपाईँहरूलाई देखाउँछु हाम्रो सुन्तलाले फलेको। हेर्नुहोस् साथीहरू, सुन्तलाले बबाल यो साल फलिरहेछ। म चाहिँ यहाँ हप्ता दिनपछि आएको नि त, अनि अलैँची टिप्दा यहाँ आउनु पनि पाएको थिएन। अनि यता झारै झार भएछ साथीहरू, हेर्नु त के यो सब्जीमा त नि। अनि त्यो साथीहरू, अब म चाहिँ धनियाँ लानु भनेको, धनियाँ पनि देखिँदैन। मैले चाहिँ टिपिसकेँ, अनि डेन्जर राम्रो रहेछ सक्यो यो भित्र हेर्नु। अनि यो चाहिँ उयोसँग सुँगुरको रसीसँग खाने रे। अनि मेरो हुसु चाहिँ हेर्नु साथीहरू, डेन्जर आयो। आम्मामामामा असार साउन जस्तो भयो। अनि म चाहिँ साग टिपेर जान आँटेको साथीहरू। यो चाहिँ साग, टमाटर केहरू सबै टिपिरहेको छु। योहरू सब्जी बटुल्दै रात परिसक्यो। अहिले चाहिँ हुसु पनि डेन्जर लागिसक्यो। अनि त्यही साथीहरू, रात परिसक्यो, अब चाहिँ घर जानुपर्ने हुन्छ। अनि मेरो भिडियो हेरिरहँदा हजुरहरूलाई के कस्तो लाग्छ प्लिज कमेन्ट गर्नु नबिर्सनु होला। अनि यदि पुरानो हुनुहुन्छ भने त मेरो युट्युब च्यानललाई सब्सक्राइब गरि नै राख्नुभएको छ। नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनु होला, सपोर्ट गरिदिनु होला भन्दै आजको भिडियो यही एन्ड गर्न चाहन्छु। हजुरहरूलाई के कस्तो लाग्यो प्लिज कमेन्ट बक्समा कमेन्ट गर्नु होला भन्दै आजलाई बाबाई साथीहरू। अर्को भिडियोमा भेट्ने नै छौँ। अहिलेलाई बाबाई एभ्रिवान, टेक केयर।